त्यो सानो बाटोबाट चाहिँ अलिकति भित्र पस्दा हामीसँग यहाँ जग्गा छ लगभग 2.5 कट्ठा जति बिक्न बाँकी छ 5.5 कट्ठामा। कोही इच्छुक हुन्छ भने चाहिँ आउनु होला। त्यो बाटोमा चाहिँ पुरै ट्र्याक्टरै ट्र्याक्टर ट्र्याक्टरै ट्र्याक्टर कुद्ने भएकाले बाटोको स्थिति जटिल छ। यो बाटो पनि हिँड्ने खोला हो। यहाँ हेर्दा ढुङ्गा बालुवा देखिन्छ, तर यो देख्न जान्ने राम्रो आँखा भएको बुद्धि भएको मान्छेले चाहिँ पैसा देख्छ। यहाँ यतातिर चाहिँ के हुन्छ भन्दाखेरि ट्र्याक्टरहरू हुन्छ, ट्र्याक्टरहरू गिटी बालुवा पुरुवा उठाउने, अनि यहाँ मान्छेहरू बसेका हुन्छन्। खोला छेउछाउका मान्छेहरू यसरी ढुङ्गा पट्याउने, बालुवा चाल्ने, गिटी कुट्ने काम गर्छन् र पैसा पनि हुन्छ यसमा चाहिँ। गर्न सक्नेहरूले चाहिँ गर्छन्। नर्मल दिनको 1000-2000। ल न्यु डे न्यु ब्लग बाइक चाबीले त जा। अनि यहाँ गएर कनेक्ट गर्नको लागि क्यामेराको वाइफाईमा कनेक्ट गर्ने। त्यसपछि भनेको गट इट। क्यामेरामा कस्तो रेकर्ड हुँदैछ त भनेर यसले तेरो थोपडा जुम गर्न कहाँ हो त्यहाँबाट? ठिक छ नि होइन? म सिधा हुँदा यो एङ्गलबाट आउँदो रहेछ। ल जुम एक राउन्ड हानेर आमा आज। ल आज चाहिँ धेरै दिन पछाडि यसो भिडियो, सानोतिनो भिडियो बनाउनलाई। कहाँ जाने हामी? ल आज हामी जान्छौँ बिरिङ खोलातिर, हाम्रो गाउँको टक्कसँगले। गाउँभन्दा पनि अलिकति परै छ, हाम्रो घरबाट लगभग 1 किलोमिटर टाढा। हाम्रो गाउँतिर चाहिँ कसैले क्यामेरा बोकेर यसरी हिँड्दैन कि मान्छे पाएर हेर्छन्। हामी लाग्यौँ यो ठाउँ चाहिँ धम्केचोक भन्छ यसलाई। हामी सिधै अगाडि कहीँ नछोडी जाँदा पुग्छौँ हामी बिरिङ खोलाको पुल। त्यो सानो बाटोबाट चाहिँ अलिकति भित्र पस्दा हामीसँग यहाँ जग्गा छ लगभग 2.5 कट्ठा जति बिक्न बाँकी छ 5.5 कट्ठामा। कोही इच्छुक हुन्छ भने चाहिँ आउनु होला। चुनावको माहौल पनि डह्रो लागेको छ र चुनावको बारेमा बोल्नु पर्दा चाहिँ म सबैलाई के रिक्वेस्ट गर्न चाहन्छु भने हामीले चाहिँ अब यो पालिको भोट दिँदा चाहिँ कुनै एउटा पोलिटिकल पार्टीलाई पनि दिनुपर्ने हुन्छ। किन भन्दाखेरि अब पोलिटिकल पार्टीले नै सरकार बनाउने हो, बहुमतको सरकार हुन्छ र गठबन्धनहरू भयो भने फेरि पहिलेको जस्तै म्युजिकल चेयर हुन सक्छ। त्यही भएर चाहिँ राम्रो पार्टीलाई चाहिँ भोट हाल्नु होला, नत्र फेरि पहिलेको जस्तै हुन पाइन्छ। मान्छेले केटी भगाइदिएछ, यसको साथीको दिदी भगाइदिएछ, केटा रातभरि घुमाइदिए। ल यो चाहिँ बिरिङ खोलाको पुल हो। यो पुल बनेको कति वर्ष हो थाहा छैन मलाई, तर नयाँ नयाँ हो यो पुल चाहिँ। देख्दादेखि चाहिँ भनेको थियो खोलाको बाटो हिँड्ने हो त, खोलाको बाटो। के छ र घुमिदिउँ न। खोलातिर नकुदेको पनि धेरै भयो नहिँडेको ट्र्याक्टर बेचेदेखि। ल म चाहिँ लगभग 1.5-2 वर्ष पछाडि बिरिङ खोलातिर पस्दैछु। हाम्रो घरमा ट्र्याक्टर हुँदाखेरि चाहिँ हामी म लगभग दिनमा 2-3 ताली आउनु पर्थ्यो। खोलामा ट्र्याक्टर हुन्थ्यो। अब अहिले चाहिँ अब छैन। बाटो चाहिँ यस्तै छ। सिन हल्का चिल गर्न घुम्नको लागि चाहिँ राम्रै ठाउँ छ। शान्त त छैन, किन भन्दा उति क्रसर पनि छ र मेरो बाइक चाहिँ फर्स्ट टाइम मैले खोलामा पसाएको। अब कुदाउन चाहिँ अप्ठ्यारो हुने हो कि तान्न त तानिहाल्छ जस्तैमा। हामी अलिकति माथि गएर चाहिँ लेफ्ट साइडबाट जान्छौँ है त। बाटो त धस्तै छ नि त।
त्यहाँसम्म पुग्छ, पुर्याउन सकिन्छ। पहिली बल्छी थाहा थियो, अब अहिले चाहिँ अब त्यस्तो अपुई। अब खोलामा बाइक कुदाउँदा चाहिँ कसरी कुदाउने भन्दाखेरि यो ट्र्याक्टर कुदेको ट्र्याकमा जहाँ जहाँ ट्र्याक छ त्यहाँ त्यहाँ बाइक सरर कुद्छ। तर बालुवा यसो यस्तो भयो भने चाहिँ अब हाम्रो यो मलाई सिकाउँछ, मैले सिकाएको बाइक कुदाउनु। हाम्रो टायर चाहिँ अब यो नर्मल गाडीको टायर चाहिँ यस्तोमा कुदाउनले बनाएको होइन नि त, त्यही भएर चाहिँ यस्तोमा स्ट्रगल गर्छ बालुवामा बाइक कुद्न। यतातिर चाहिँ के हुन्छ भन्दाखेरि अब ट्र्याक्टरहरू हुन्छ, ट्र्याक्टरहरू गिटी बालुवा पुरुवा उठाउने, अनि यहाँ मान्छेहरू बसेका हुन्छन्, खोला छेउछाउका मान्छेहरू उयसरी ढुङ्गा कोट्याउने, बालुवा चाल्ने, गिटी कुट्ने काम गर्छन्। र पैसा पनि हुन्छ यसमा चाहिँ, गर्न सक्नेहरूले चाहिँ गर्छन्। नर्मल दिनको 1000-2000 कमाउँछन्, त्यति भनेको राम्रै हो इन्कम। तर लेबर चाहिँ हार्ड नै लेबर हो, महिनाको 20-30 हजार कमाउनु भनेको राम्रै हो। तर मेहनत चाहिँ धेरै नै लाग्छ, नर्मल काम गरे जस्तो चाहिँ हुँदैन। किन भन्दा यहाँ लास्टै गर्मी हुन्छ, गर्मीको बेलामा त। किन भन्दा म त आएको छु, यता हेरेको छु, डुलेको छु, काम गरेको पनि देखेको छु, त्यही भएर मलाई थाहा छ नि त। बाटो चाहिँ कताबाट निस्किन्छ, यताबाट हामी चाहिँ उतापट्टि निस्क्यौँ भनेको, तर हल्का घुमेर जानु पर्ला जस्तो छ। यता यहाँबाट उयो बाटोबाट निस्किनुपर्छ हामी, उयोबाट यस्तो पक्न घुमौँ न बिस्तारै। त यो यतापट्टिको ठाउँ चाहिँ सिस्ने, हामी त्यतातिर चाहिँ जाँदैनौँ, हामी जान्छौँ यतैतिर जान्छौँ, यहीँबाट जान्छ। अर्को बाइक हुँदा चाहिँ सरर कुदाउन सक्थेँ म मजाले थामेर, तर यो बाइकमा चाहिँ अलिक गाह्रै हुँदो रहेछ। किन भन्दाखेरि मैले फर्स्ट टाइम नै ल्याएको खोलामा बाइक। आफ्नो ट्र्याकबाट कुदाउनु पर्छ क्या, फेरि कहाँ भाँस्यो भने तैँले त तान्ने हो। के तल सोरिरहेको छ, सोरिरहेको छ। अब यहाँबाट हामी कताबाट जाऊँ हो? ट्र्याक गरेर हुँदैन नि त, भाँस्यो भने अहिले भाँसिन त भाँसिँदैन कि, अप्ठ्यारो हुन्छ क्या कुदाउने। धरानको बजारमा माया बसेकै नजरमा माया धरानी। यो बाटोमा चाहिँ पुरै ट्र्याक्टरै ट्र्याक्टर ट्र्याक्टरै ट्र्याक्टर कुद्ने भएकाले बाटोको स्थिति जटिल छ। यो बाटो पनि हिँड्ने खोला र यो बाटो के भनेको उता निस्किन्छ क्या, एक गियरमै छ। हाइट ट्र्याक्टर पनि यसरी उकाल्नुपर्छ, कत्रो उकालो रहेछ। पहिला त अलिक राम्रै थियो बाटो यो, तर बाइक चाहिँ धुलै धुलो हुने। यो धुलो उडेर सन्दीपे चाहिँ मर्ने भयो, खुट्टाको हालत पनि साफ। गाडीहरू ट्र्याक्टरहरू कुदिरहेको छ, अहिले पहिलेको जस्तो धेरै हुँदैन रहेछ। 2 बज्यो खाजा खान पनि खाना खान गएको होला नि घर, धेरै गाडीहरू
तर पहिले चाहिँ अति नै भिड हुन्थ्यो, 1-2 वर्ष अगाडि चाहिँ बब्बालै ट्र्याक्टर मान्छेहरूले धेरैले किनेका थिए र ट्र्याक्टर व्यवसाय पनि राम्रो थियो त्यतिखेर। अहिले पनि अब गर्नेको त राम्रै छ, नगर्नेको त त्यस्तै उस्तै त हो। यो बाटो होइन, यही बाटो अर्को बाटो थियो पर, के हामी धेर माथि आयौँ? यही बाटो हो नि कि म झुक्किएको हो कि? अलिक अगाडि जाउँ न, तर होइन यार, तर पनि जाउँ न, के छ र, तर पनि जाउँ न। बाटै बाटो छ नि। तेल फुल छँदै के करायो जस्तो भयो, के करायो जस्तो आवाज आयो। तल हेर त, त्यहाँबाट थियो बाटो हो, यो बाटो चाहिँ हो नि त अघि हामी आउनु खोजेको, तर बन्द रहेछ। कहाँबाट झर्छ हौ यस्तो बाटोबाट? ओर्लिन हौ, केही त भएको छैन नि तल, त्यस्तै ठोक्केर तलको इन्जिन गार्ड चाहिँ निक्लेको थियो। जाँदैन हौ, जान्छ त्यहाँबाट हेर त। गाह्रो छ हौ गाह्रो, घुम्न डुल्न पनि एक्लै एक्लै घुमेपछि त्यही नि हो ताक त। यसको मुखबाटै मैले डिसएपोइन्टमेन्ट देखिसकेँ। छिटो आइज न, गर्मी भइसक्यो। अगाडि ढुङ्गा थुपारेको रहेछ क्या। अनि यहाँ त यही त हो नि काम, यहाँ हेर्दा ढुङ्गा बालुवा देखिन्छ, तर यो देख्न जान्ने राम्रो आँखा भएको बुद्धि भएको मान्छेले चाहिँ पैसा देख्छ यहाँ। के ख्यार 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 गर जस्तो आवाज आयो त? डिस्कमा उयो पस्छ ल, फ्यास 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 पर्छ। हो, पछाडि पात, मुनि पात पनि उड्दैन, त्यही भएर होइन पातले त। बाइक अब घर लगेर चाहिँ मजाले पानी हालेर सफा गर्नुपर्छ यस्तोमा कुदाए पछाडि चाहिँ, किन भन्दा यस्तो राम्रो बाइक छ, सफा गर्नु त परो। जतमा हामी भिडियो बनाउने यसो डुल्ने भनेर मात्रै हिँडेको, यस्तोमा कुदाइयो बाइक। खुट्टा पनि साफ भयो, बडा बाइक रहेछ। सुन त, कहाँ खडा खडा गरेको? पछाडि हो, पछाडि। पुरा खडाक 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 गरिरहेको छ क्या। चेन बसेर चढ चढ, लुगा पनि साफ, बाइकमा के ख्यास 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 गर्यो। फिल गरिस्, फिल गरिस्? चेन त होइन, कहाँ आइपुग्यौँ हामी? यहाँ चेन हो, चेन हो, लुज भएर त होइन, त्यो धुलोले गर्दा कालुवा सालुवा पसेर हो। ख्यास 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 गर्दैछु, घर लगेर मजाले पखाल्नुपर्छ बाइक। अब यो बाटोबाट कहाँ निस्किन्छ? हामी निस्क्यौँ यता बिरिङ खोला छेउ क्रसर, चट्टसँगले हामी निस्क्यौँ अघि आएकै बाटोमा।
त्यही बाटै बाटो बाटै बाटो बाटै बाटो जाने घर बाइकमा के क्यास 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 गरौँ मलाई बाइकमा चाहिँ डर लाग्यो हल्का किनभने यस्तो प्रब्लम कहिले पनि आएको थिएन र यो प्रब्लम धुलैमा कुदाएर आएको मलाई थाहा छ र हामी आइपुग्यौँ अघिकै चेन चेन कराएको हौ चेन कराएको अगाडि पकेटमा धुलोले यस्तो हुँदो रहेछ थाहा थिएन यहाँ त दामी छ त हौ भ्यू त दाइले हेर्दैछ हामी फेरि आउन आँट्यौँ हामी अबको 30 सेकेन्ड जतिमा हामी पुग्छौँ हाम्रो बिक्रीमा भएको जग्गा जाने बाटोमा त्यहाँ हामीसँग लगभग 2.5 कट्ठा बाँकी छ त्यो जग्गा किन्न कोही इच्छुक हुन्छ भने चाहिँ मलाई तल कमेन्टमा इच्छुक भने इन्ट्रेस्टेड टु बाई ल्यान्ड भनेर कमेन्ट गर्नु होला होइन अनि त्यस पछाडि हामी कटिसक्यौँ बाटो चाहिँ त्यस पछाडि अब जग्गाको बारेमा हेर्नै मन छ भने चाहिँ एकतालि तपाईँहरू टिकटकमा गएर झापा रियल इस्टेट डिल्स सर्च गर्नु होला पछाडि मेरो रियल इस्टेटको युट्युब टिकटक एकाउन्ट आउँछ त्यसमा गएर चाहिँ तपाईँहरूले हेर्न सक्नुहुन्छ फोन नम्बर एन्ड अल डिटेल्स आर प्रोभाइडेड देयर केटाकेटीहरू डराउँछन् मेरी नजर दीवानी बस तुम पर आते जाते तुम तक कहाँ धुनु बाइक यहाँ धुँदा हुन्छ बाइक मम्मी यहाँ धुँदा हुन्छ जम्मै धुलो पसेछ नि त बाइकभरि धुलो बसेर के अगाडि लगेर धुनु सँगै डबल स्ट्यान्ड लगाइदिउँ यहाँबाट चाहिँ मोटर खुल्छ छिर्नु पनि फोहोर भएछ आइज पानी बल्ल लागेछ र धोको पनि 2-4 दिन भएको क्या आफ्नो बनाउँदो रहेछ नि खोलामा कुदाउँदा त
भए पछाडि क्लिन एन्ड रेडी टु गो। वास चाहिँ ग्यारेजमै लगेर मजाले हान्न लाउनु पर्छ। अहिलेको लागि चाहिँ फेरि यहाँ बन्द गरिदिउँ। यो कभर चाहिँ फेर्ने बेला नै भएको छ, त्यही भएर मैले यत्तिकै ला पछाडि चाहिँ रहेछ चौधुलो। मेरो बाइक पुस्ने टावेल थियो, यहाँ रहेछ। कतै भागिरहेको रहेछ। ओए ओए, चेन ल्युबमा स्ट्रा हालिस् तैँले? स्ट्रा हालेको चेन ल्युब चाहिँ लाग्थ्यो, यस्तो हराएछ। डिस्क पुस्नुपर्छ।